हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। यही आउँदै गरेको असार 26 गते बिहिबार का दिन, तदनुसार 10 जुलाई 2025 श्री गुरु पूर्णिमा महोत्सव। यो गुरु पूर्णिमा महोत्सव में म आश्रम पशुपति वैदिक आश्रम प्रगति नगर नवलपुर नेपाल में नै हुनेछु र जो व्यक्ति आउन चाहनुहुन्छ उहाँहरूलाई हार्दिक स्वागत छ। र अर्को कुरा, जो दीक्षा लिन चाहनुहुन्छ भने पनि किन जुन मार्गमा हामीहरू हिँड्छौँ त्यो मार्गमा हिँड्नको लागि हामीलाई हतियार चाहिन्छ। आध्यात्मिक मार्गतिर यात्रा गर्ने हो भने आध्यात्मिक हतियारहरू लिएर हिँड्नुपर्छ। ती हतियारहरूका नाम हुन्छन् मन्त्र, दीक्षा मन्त्र भनिन्छ। जो आध्यात्मिक मार्गतिर जाने इच्छुक राख्नुहुन्छ, इच्छा राख्नुहुन्छ, जिज्ञासु हुनुहुन्छ भने उहाँहरूले पनि अद्वैत मार्गतिर जान, द्वैतबाट अद्वैततिर फर्कनको लागि, एक्लोबाट एकान्ततिर फर्कनको लागि, लाइफ इज अ जर्नी नथिङ एल्स। यो त एउटा जीवन एउटा यात्रा मात्र हो, फ्रम लोनलीनेस टु सलिट्युड। एकान्ततिरबाट एक्लोतिरबाट एकान्ततिरलाई भनेर भनिन्छ। द जर्नी इन विच, यस्तो यात्रा हो यो। द पाथ इज अस, द ट्रेभलर इज अल्सो अस, सो इज द डेस्टिनेसन। बाटो पनि मनै हो, यात्री पनि मनै हो र मन्जिल पनि मनै हो। हामी 1000 जनामा बसे पनि एक्लै छौँ, एक्लै बसे पनि एक्लै छौँ, दुईटामा बसे पनि एक्लै छौँ। यो एक्लोपन, यसैलाई चाहिँ द्वैत भनेर भनिएको छ। यो दुईटामा एउटा अवश्य मर्छ। तसर्थ अद्वैततिर जानको लागि नमर्न, मृत्युमा अमृतम गमय। मृत्युतिर हैन, हे प्रभु अमृततिर लैजाऊ भन्ने भावले आध्यात्मिक मार्गतिर जान इच्छा राख्नुहुन्छ भनेदेखि त्यसै दिन दीक्षा मन्त्र लिएको राम्रो हुन्छ। र हजुरहरूले कसैले इच्छा राख्नु भएको रहेछ र मैले यो राखेको, तो हजुरहरू आएर लिन सक्नुहुनेछ। यो गुरु पूर्णिमा महोत्सव असार 26 गते बिहान 8 बजेदेखि साँझ तक म यहीँ हुन्छु। धन्यवाद। ओम शान्ति शान्ति शान्ति।